र यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ फुपूले मेरो लागि चिया बनाउँदैछ बधाईको लागि। यहाँ हेर्नु सक्नुहुन्छ फुपू केही भनिदिनु ब्लगमा। के भन्नु भन्दा भन्दा मेरो भदै भाइ आएको छ, उसको लागि चाय बनाउँदैछु स्पेसली दुधको। थ्याङ्क यू फुपू। फुपूले मेरो लागि चाय दामीले बनाइदिनु भएको छ। हेर्नु सक्नुहुन्छ भाइले पनि आउनु आउनु भनेर तानिरहेको छ उता। यहाँ जिउवा गर सबैलाई, जिउवा गर सबैजना। मेरो सम्पूर्ण फेसबुक फ्यामिलीहरूलाई धेरै धेरै नमस्कार र गुड इभिनिङ छ हजुरहरूलाई। र म चाहिँ आज फुपूरको रुम निस्किनु आँटेको किनभने मेरो आज पनि ड्युटी छुट्टी छ होइन। र मेरो यसरी हर हप्ता छुट्टी हुन्छ। म चाहिँ फ्रेस भएर बाहिर निस्केको के दामी नजारा हेर्नु न गाइस। र यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ फाइनली म चाहिँ रेपुट बुक गरेर अहिले म फुपूहरूको रुमतिर लागिसकेँ गाइस। यो चाहिँ टाउन हो, हेर्नु सक्नुहुन्छ कति दामी लाग्छ राति। र भाइ पनि यहाँ आइपुगिसकेको छैन, म आउने बित्तिकै आइपुगेँ कि चिप्सहरू ल्याइदिएको थिएँ, बढियाले दुईजना खाँदैछन्। र आइपुग्ने बित्तिकै मलाई पनि एकदम धेरै राम्रो लाग्छ र म भिडियोहरू गरिरहेको छु यतात्यता। हेर्नु सक्नुहुन्छ भाइहरू कति दामीले खुसी भइरहेको छन् दादा आयो भनेर होइन। र यिनीहरू चिप्स खाँदै टिभी हेर्दै गर्दैछन्। भाइले अहिले पानी पिँदैछ कति दामीले हेर्नु। मेरो आयुष भाइले अन्शु भाइले कति दामीले स्माइल दिँदैछन्। कति दामी प्यारा स्माइल छ क्या मेरो भाइको, धेरै नै राम्रो लाग्छ होइन। ह्याप्पी हुँदैछु। र मेरो चाहिँ कपडाहरू हेर्नु न रुममा सुकेको थिएन, पानी परिरहेको थियो र मैले कपडाहरू सब लिएर गएको थिएँ, निकालिरहेको थिएँ। र एउटा कपडा चाहिँ निकाल्नु बाँकी थियो, भाइले निकालिदिँदैछ हेर्नु गन्जी कति दामीले। मैले हराउनु पनि परेन, उसले आफैले दिँदैछ हेर्नु न। र यहाँ चाहिँ कपडाहरू पुरा सुकाइदिए किनभने हाम्रो रुमतिर धेरै नै पानी परिरहेको थियो कि एक हप्ता जतिबाट। र कपडाहरू सुक्नु पाएको थिएन, धुलाएर यतै लिएर आएको थिएँ सुकाउन। र भाइ र म चाहिँ यहाँ कति दामीले बसिरहेको छु अहिले हेर्नु न। मेरो भाइलाई के सोध्दैछु कि एकदम खुसी भइरहेको छ कि आज। भाइ यहाँनिर हेलो भनिदेऊ, हेलो हेलो गाइस भनिदेऊ। गाइस मेरो भाइहरू आज धेरै नै खुसी छन्। म आज यहाँ रुममा आएँ र धेरै नै खुसी लाग्दैछ यिनीहरूलाई मसँग भेटेर। यहाँ हेर्नुहुन्छ कति ह्याप्पी छन् यिनीहरू। हाई भनिदेऊ, यहाँ हाई भन्दैछ, देख्यौ कति ह्याप्पी छ आज मेरो। र यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ फुपूले मेरो लागि चिया बनाउँदैछ बधाईको लागि। यहाँ हेर्नु सक्नुहुन्छ फुपू केही भनिदिनु ब्लगमा। के भन्नु भन्दा भन्दा मेरो भदै भाइ आएको छ, उसको लागि चाय बनाउँदैछु स्पेसली दुधको। थ्याङ्क यू फुपू। फुपूले मेरो लागि चाय दामीले बनाइदिनु भएको छ। हेर्नु सक्नुहुन्छ भाइले पनि आउनु आउनु भनेर तानिरहेको छ उता बाहिर बसेर चाय पिने अरे। के मागेको बिस्कुट चिप्स खायो अहिलेको? भाइहरूलाई चिप्स ल्याइदिएको थिएँ, पुरा चिप्स पुरा खाइसकेर अहिले फेरि के खाने बिस्कुट खाने भन्दैछन् भाइले। रुक अहिले खाने चासँग ल। यहाँ चाहिँ अहिले पुरा फुपूले मलाई दुध चाय बढियाले बनाइदिइसक्नुभयो। अब बसेर पिने हो फुपू बधाई। त्यहाँबाट मामा त भरे आउँछ राति ड्युटीबाट। मजा आयो चिया खाएर, दामी बनाउनुपर्छ फुपूले मेरो लागि चिया दामी बनाइदिनु पर्छ। त्यसको लागि एकदम धेरै धेरै थ्याङ्क यू छ फुपूलाई। यहाँ फुपूले पनि चाय पिइराख्नु भएको छ भाइ। यहाँ भाइ भाइले पनि गाइस अरे हेर्नु सक्नुहुन्छ फुपू बधाई अहिले चाय खाँदैछौँ चिया बसेर। र यहाँ चाहिँ खानाको लागि अहिले चारा अनि केक छ यहाँ हेर्नु सक्नुहुन्छ। र यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ मेरो सानो भाइ घुमिरहेको छ यतैतिर बढियाले खेल्दैछ एक्लै होइन। र अर्को ठुलो भाइ चाहिँ यहाँ टिभी हेरिरहेको छ मस्तसँगले यहाँ हेर्नु सक्नुहुन्छ। आयुष हाई बोल्दो, हाई भन्दैछ यो सानो भाइले नि हाई भन्दैछ। र यता हेर्नु सक्नुहुन्छ यतातिर बाथरुमहरू छ। र यो चाहिँ मेरो पर्सनली रुम हो, म जहिले पनि आयो भने यहीँनिर रेस्ट गर्छु किनभने यो मेरो पर्सनली रुम हो। मामा फुपूले यहीँनिर मलाई आयो भने यहीँ रेस्ट गर्नु भन्नुभएको छ। र फुपू मामाले यो युज गर्नु न यो रुम। र फुपू मामाको रुम उतातिर छ अर्कै। र यतातिर चाहिँ हेर्नु सक्नुहुन्छ किचनहरू छ, किचन यहाँ हेर्नु सक्नुहुन्छ किचन पनि बहुत बढिया छ। हेर्नु सक्नुहुन्छ के दामीले राख्नुपर्छ किचनहरूलाई पनि। र फुपूले यतातिर यहाँ फुपूहरूको रुम हो यो चाहिँ, फुपू मामाको रुम बहुत बढियाले सजाएर राख्नुपर्छ। हेर्नु सक्नुहुन्छ बहुतै दामी लागिरहेको छ देखेर पनि। र यतातिर भाइ पुरा मजाले खेलिरहेको छ। र जसरी कि हजुरहरूलाई त मैले यतातिर देखाइसकेँ हो। र यो चाहिँ हाम्रो यहाँ फुपूहरूको माझा रुम हेर्नु सक्नुहुन्छ बढियाले कति राम्ररी सामानहरूलाई सजाएर राख्नुपर्छ। यहाँ छ वासिङ मेसिन हेर्नु सक्नुहुन्छ, यहाँनिर फ्रिजहरू एभ्रिथिङ छ, यहाँनिर वाइफाई साइफाई सब लागेको छ। यहाँ नेट पनि पुरा फ्रीको युज गर्छु आयो भने म जहिले पनि। यहाँ भाइ पनि हेर्नु सक्नुहुन्छ हो भनिरहेको छ। र यतातिर चाहिँ हेर्नु सक्नुहुन्छ यो माझा रुम हो, बहुत ठुलो छ यो हेर्नु सक्नुहुन्छ, बहुत दामीले राख्नुपर्छ सजाएर। के भयो भाइ? के भयो? भाइले के भन्न चाहँदैछ यहाँ तपाईँहरूलाई? के भन्दै यहाँ लाइक गरिदिनु भन्दैछ भिडियोलाई हो। भन् नि। र हाम्रो भाइको खेलौनाहरू चाहिँ यहाँनिर धेरै नै छ हेर्नु सक्नुहुन्छ, एभ्रिथिङ खेलौना यहाँ सबै थुक छ हेर्नु सक्नुहुन्छ। बान्दर घोडा हात्ती बल क्रिकेट के छ अब वगेरा हेर्नु सक्नुहुन्छ। यहाँनिर कति दामीले सजाएर राख्नुपर्छ यहाँ हेर्नु सक्नुहुन्छ। यहाँ कति दामी लाग्दैछ हेरेर। र मेरो चाहिँ हर हप्ता छुट्टी हुन्छ हो। र म हर हप्तामा म यहाँ फुपू मामाको रुममा आइ नै रहेको छु। र धेरै नै राम्रो लाग्छ किनभने
चेन्नईमा भए पनि म आफ्नो घरमा आएको जस्तै फिल हुन्छ, किनभने यहाँ मेरो फुपू मामाहरू सबै भाइहरू छन् र धेरै नै माया गर्नुहुन्छ उहाँहरूले। म यहाँ आए भने जहिले नै ह्याप्पी हुन्छु र त्यसैले म हर हप्ता आइ नै रहन्छु र हजुरहरूले धेरै नै यो ब्लगलाई माया गरिदिनु होला। यसै गरी माया गरिरहनु र अगाडि गएर अझै राम्रो राम्रो कन्टेन्टहरू हजुरहरूको लागि म ल्याउने गर्छु। र साथीहरू म चाहिँ अहिले यहाँ मार्केट जानु आँटेको हो, किनभने फुपूले मलाई अहिले मार्केट गएर आइज त अनि चिकन लिएर आइज अनि खानुपर्छ भन्नुहुँदैछ र म चाहिँ अहिले जाँदैछु मार्केटतिर र हजुरहरूलाई बादमा देखाउँछु। र साथीहरू म चाहिँ अघि नै मार्केट गएर आएँ, फुपूले चिकन लिनु पठाउनु भएको थियो र म चाहिँ गएर आइसकेँ र यहाँ चाहिँ भाइहरूलाई अलिकति कार्टुन देखाऊँ भनेर ढल्केको नि त, किनभने यो भाइ एकदमै बदमास गर्छ कि उत्पात गर्छ, मम्मीलाई काम गर्न दिँदैन, खाना पकाउन दिँदैन। त्यसका लागि त्यसलाई हल्का लिएर सुतौँ भनेर बोलाउँदैछु कि हजुर। नि आइ यहाँ जिउवा गर सबैलाई, जिउवा गर सबैजना। र त्यसै गरेर रातिको डिनर गर्ने टाइम पनि भइसकेको छ र फुपूले चाहिँ यता डोसा पनि बनाउनु भएको थियो, डोसा अनि चिकन, त्यहाँबाट राइस पनि थियो होइन। र के दामीले हेर्नु न डोसा बनाउनु हुँदैछ, फुपूले चाहिँ पुरा डोसा बनाउनु चाहिँ सिक्नु भएछ चेन्नईमा बसेर होइन। र यतातिर चाहिँ डोसा, यतातिर चाहिँ पुरा रेडी भइसकेको छ होइन। र यतातिर चिकन पनि रेडी भइसकेको छ, फुपूले दामीले बनाउनु भएको छ। र फाइनली हामीहरू चाहिँ मामा फुपू हामीहरू बसिसकेको छौँ डिनर गर्नुलाई। र मेरो चाहिँ आमाको सानीमाको छोरा मेरो मामा र पापाको बहिनी चाहिँ मेरो फुपू र म चाहिँ त्यसको लागि मामा फुपू मेरो दुईतिरबाट चाहिनु हो। र यतातिर भाइ दामीले खाना खाँदै बसिरहेको छ होइन टिभी हेर्दै, र म चाहिँ यतातिर डोसा यस्तो मासुसँग मोलेर दामीले खाँदैछु। यस्तो दामी लागेछ कि गाइस, मलाई यति दामी लागेछ, किनभने चिकनसँग डोसा चाहिँ मेरो फर्स्ट रह्यो कि गाइस, एकदम अत्यन्तै दामी लागिरहेको छ। त्यसपछि साथीहरू यस्तो कडाप्पसँगले हेर्नु न लेग पिस टोक्दा त झन् दामी लाग्नु थाल्यो गाइस, के भन्नु अब। र खानासाना खाएर सुत्ने बेला नि भइसक्यो हेर्नु। र गाइस सबैजनालाई गुड आफ्टरनुन छ। र म त्यसै गरी हिजोबाट लिएर आजसम्म मैले यो ब्लगलाई कन्टिन्यू नै राखिरहेको छु। र म अहिले चाहिँ यहाँ म लन्च गर्नुलाई बसिरहेको छु, फुपू र म लन्च गर्नु आँटेको र म अहिले एकछिनमा रुम फर्किन्छु, किनभने आजबाट फेरि मेरो ड्युटी स्टार्ट हुन्छ। र हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो होला, आशा गर्दछु कि धेरै नै राम्रो लाग्यो होला। राम्रो लागेमा लाइक सेयर अनि त्यहाँबाट कमेन्टहरू गरिदिन नभुल्नु होला ल गाइस। यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ मेरो फुपू र म चाहिँ अहिले यहाँ हेर्नु सक्नुहुन्छ फुपू बधाई खाना खानु बसिसकेको छौँ र अहिले एकछिनमा म निस्किन्छु यहाँबाट होइन। र हुन्छ त गाइस, थ्याङ्क यू सबैजनालाई। मेरो भाइहरू पनि टिभी हेरिरहेको छन्, एउटा सुतिरहेको छन् एकजना, र मामा ड्युटी जानुभएको छ। र म चाहिँ अब रुम निस्किन्छु खानासाना खाएर। हजुरहरूलाई यो भिडियो आशा गर्दछु कि धेरै नै राम्रो लाग्यो होला भनेर, राम्रो लागेमा धेरै नै माया गरिदिनु होला सबैले। बाई बाई।